चरबार सेना फाइट छैन यो युद्ध कलाको भएको खास अब हाम्रो इतिहास अनुसार यो बेला माथि चाहिँ दरबारमा आक्रमण हुन्छ कि त्यसको यता चाहिँ इसारा केही आउँछ सङ्केत आउँछ त्यसपछि अहिले यहाँ भागाभाग दरबारबाट केही अप्ठ्यारो केही त्यहाँ चाहिँ विपत्ति छ भन्ने सङ्केत आउँछ त्यति बेला दरबारमा आक्रमण हुन्छ र त्यति बेला त्यहाँको युवराजलाई मारिन्छ त्यो खबर आउने बित्तिकै अब यताबाट भागदौड हुन्छ दरबारमा जान्छन् सेनाहरू यता आएको यता मेला लागेको मौका छोपेर उता चाहिँ आक्रमण हुन्छ आक्रमण कसले गरेको थियो चस्मा ल्याउनु गएन त्यही सबै जिन्जी हुन् होइन नै जेन अल्फा पनि छन् जेन अल्फा पनि छन् यो हाम्रो संस्कृति यिनीहरूले जोगाइराख्नेछन् भन्ने हामीलाई विश्वास छ अब यिनीहरू यहाँबाट त्यति अग्लो डाँडा दौडेर जान्छन् दरबार जान्छ यो सबैजना जान्छन् होइन जान्छ अनि उहाँ गएर के गर्छन् त्यहाँ जाने बित्तिकै त्यो अब गेटमा पुगेपछि खबर पाउँछ अब यो एउटा पूजा पनि हुन्छ त्यो धार्मिक हिसाबको पनि महत्त्व जोडिएको छ त्यहाँ पुग्दा चाहिँ जब राजकुमार मारिए भन्ने खबर पाउँछ त्यसपछि त्यहाँ चाहिँ
लाइन